यो पालिको एससीमा चाहिँ यो क्वेशन हुन सक्छ है त। यो चाहिँ हाम्रो रोस्टिङ र क्याल्सिनेसन बीचको डिफरेन्स बिट्विन हो। सो यसलाई हामीले इजी वेमा बुझ्छौँ है त। सो रोस्टिङ र क्याल्सिनेसन दुवै हाम्रो प्रिलिमिनरी हिटिङ प्रोसेस हो। सो जसमा चाहिँ हामीले के गरिन्छ भन्दाखेरि चाहिँ कन्सन्ट्रेटेड ओरलाई हामीले यसको अक्साइड फर्ममा कन्भर्ट गर्छौं र त्यो कन्सन्ट्रेटेड ओरबाट भोलाटाइल इम्प्युरिटिजहरुलाई पनि रिमुभ गर्छौं। सो के डिफरेन्स छ यो दुईटाको बीचमा भन्दाखेरि चाहिँ रोस्टिङमा चाहिँ त्यो ओरलाई चाहिँ हामीले हिट गर्ने गरिन्छ इन प्रेजेन्स अफ एक्सेस अमाउन्ट अफ एयर अथवा अक्सिजन। यसमा एयर र अक्सिजन चाहिँ हामीले एक्सेस अमाउन्टमा सप्लाई गर्छौं भने क्याल्सिनेसनमा चाहिँ त्यो ओरलाई हामीले हिट गर्ने गरिन्छ इन एब्सेन्स अथवा सप्लाई गर्यौं भने पनि एकदमै लिमिटेड सप्लाई अफ एयर र अक्सिजनमा। सो यो कुरालाई पनि हामीले याद गर्न सकिन्छ। जस्तै रोस्टिङ भनेको जस्तै कोही मान्छेले एकअर्कालाई अर्को टर्ममा बुझौं भने कोही मान्छेले कसैलाई रोस्ट गर्छन् हैन। सो रोस्टिङ भनेको कसले गर्छ, ह्युमनले गर्छ। ह्युमनलाई के चाहिन्छ, अक्सिजन चाहिन्छ। सो रोस्टिङमा चाहिँ हाम्रो अक्सिजन एकदम धेरै चाहिन्छ भन्ने कुरा बुझ्न सकिन्छ। त्यस्तैगरी यो रोस्टिङ भनेको के को लागि युज गरिन्छ भन्दाखेरि चाहिँ इट इज युज फर द सल्फाइड ओर। त्यो कन्सन्ट्रेटेड ओरमा पनि हाम्रो जुन सल्फाइड ओर्सहरु हुन्छ त्यसलाई चाहिँ हामीले रोस्टिङ गर्छौं भने कार्बोनेट ओरलाई चाहिँ हामीले क्याल्सिनेसन गर्ने गरिन्छ। सम्झिन पनि सजिलो हो। रोस्टिङमा पनि यस छ, सल्फाइडको यस भइहाल्यो। त्यसै कार्बोनेट ओरलाई सी फर कार्बोनेट, सी फर क्याल्सिनेसन। जस्तै एक्जाम्पल हेर्दाखेरि चाहिँ जिंक सल्फाइडलाई अब यसरी हामीले एक्सेस अक्सिजन प्रोभाइड गर्छौं र यहाँबाट चाहिँ के हुन्छ, जिंक अक्साइड र SO2 फर्मेसन भयो। त्यस्तैगरी क्याल्सिनेसनमा त अब हामीले अक्सिजन सप्लाई गर्दैनौं। सो जिंक कार्बोनेट पनि के भयो, यसरी जिंक अक्साइड र CO2 भयो। सो अब यसबाट अझ एउटा कुरा के देखियो भन्दाखेरि चाहिँ हाम्रो अक्साइड ओर त अब्टेन भयो, साथसाथै के पनि हुन्छ भन्दाखेरि चाहिँ रोस्टिङमा चाहिँ हाम्रो SO2 ग्यास पनि अब्टेन हुन्छ भने हाम्रो क्याल्सिनेसनमा चाहिँ CO2 ग्यास अब्टेन हुन्छ। सो यसबाट रोस्टिङको यस र यसमा यस राख्ने CO2 र क्याल्सिनेसनको CC बाट याद गर्न सकिन्छ। Follow for more such contents.